च्यानल। यो ललितपुर यो सदरमुकाम भाइरल रोड जापान जस्तो फुलेको सातपुरा जस्तो यसको बोर्ड त मलाई ठ्याक्कै एक्ज्याक्टली थाहा होइन, तर पनि एकदमै रमाइलो ठाउँ छ। अनि आज यात्रा चाहिँ गोदावरी पार्कसम्मको हो। हामी चाहिँ अब टिकट काट्न सुरु भइरहेको छ। टिकट कसरी छ? सुगनर छ होइन, उहाँहरूलाई पनि घुमाउनु ल्याएको होला सायद, यहाँ जस्तो त्यस्तै लाग्छ। हामी पनि घुम्दै आएको। कति 50 रुपियाँ हो? जाने चाहिँ कहाँदेखि रहेछ? जाने कतादेखि हो? टोली नै आउँदो रहेछ, हामी त दुई-चारजना कहिले भित्रै हुन्छ। टिकट देखाउनु पर्छ। टिकट भयो, हामी भित्र पार्कभित्र छिरेछ होइन। गर्नु पर्दैन पर्दैन होला सायद। यहाँ गोदावरी पार्क कतातिर घुम्ने हो त? स्टार्टिङ कहाँदेखि गर्ने हो? हामीले त के खानेकुरा ल्याउनु पर्दो रहेछ। हामीले के नलिएर आइसक्यौँ। म आइदिएको होइन काठमाडौँदेखि। दाई हुनुहुन्थ्यो रेस्टुरेन्टमा, त्यो भएर फ्री पनि भयो। भोलि चाहिँ ठ्याक्क दाई विदेशतिर जाने टिकट छ, त्यो भएर यसो हिँड्ने भनेर आएको। कामसाम भइरहेको। चस्मा पनि के लाउने यार, थुतुनैले काम गर्दैन। सामान्य त यहाँ पनि धेरै टोली नै रहेछ। केसको स्कुलकै होला सायद। त्यही त नि, हामीलाई त थाहै नभएको। बस्ने खाने सबै स्टुडेन्टहरूलाई चाहिँ फुलबारीमा ल्याउँदो रहेछ। त्यसरी खानुपर्छ क्या। फुलहरू बगैँचा बनाएर दामी बनाएको छ क्या। यस्तो सजावटी भएको छ लिएर। कसैले हेर्दाखेरि पनि यति राम्रो छ कि टुरिस्ट नै आउँछ जस्तो लाग्यो। अहिलेसम्म खैरे त देखेँ होइन, तर चाहिँ राम्रो छ। अनि यो के अरे बिहेको भिडियोहरू सबै यो के अरे सुट गर्न चाहिँ यहाँ आउँदो रहेछन् क्या। टक्कै यता पनि देखिरहेको छ। अनि यता पानीको नलका चाहिँ पर्छ पानी, तर पानी पिन मिल्छ कि नै थाहा भएन। मुख चाहिँ धुनै पऱ्यो है, सफा नै होला। दामी पानी यहाँ। अब हामी काठमाडौँतिर फर्किन लागेको। भित्र आउँदैछन् मान्छेहरू छ टन्नै, तर हामी चाहिँ काठमाडौँ जानु पर्ने भयो। ताल छिटो नै हिँड्यौँ। ठुलो औषधि, केसको ठुलो औषधि रहेछ त? भित्र मान्छे साँझ चाहिँ आउँदो रहेछ 3-4 बजेतिर। नजिकको मान्छे ललितपुरतिर बस्ने मान्छे हुन्छ नि, उहाँहरू चाहिँ ठिकै साँझ आउँदाखेरि एकदम रमाइलो छ। दिनमा पनि बस्नलाई यति राम्रो व्यवस्था के अरे पार्क छ। योमा
ल मेरो भ्लग आज चाहिँ लास्ट